अनि यो पनि भन्नु चाहिँ पर्नुमा आछ कि पनि भन्नुभयो यो पनि मैले निवेदन 5 गते यहाँ दिन भनेर यहाँ यो प्राधिकरणले निकालेको सूचना अनुसार 5 गते निवेदन दिन आइसकेपछि निवेदन तल हेल्प डेस्कमा दियौँ अरे निवेदन न्यायिकता उसको फोटोकपी र स्टेटमेन्ट दिएर तल दिएर म केही विवाद गर्दैन सरकै दिइसकिसकेपछि मलाई के जिज्ञासा लाग्यो भने मैले निवेदन दिएँ दर्ता चाहिन्छ दर्ता नभएको हुँदैन पछि अनलाइन त अनलाइन दर्ता नम्बर खोज्छ भन्नुभयो नभयो त्यसपछि मैले 8 गते पुनः फेरि निवेदन दिनुपर्छ त्यो निवेदन दर्ता हाल्नुपर्छ भन्ने सोचले आइसकेपछि यहाँ 3 तलाको सरहरूले निवेदन दर्तामा कहाँ लिने भन्दाखेरि निवेदन कहाँ दिनु भएको छ भन्नु तलको चाहिँ तलसम्म हामीसँग हुँदैन भन्नुभयो त्यसपछि निवेदन हामीले यहीँ दिने भन्नुभयो तर मैले के ल्याएको थिएँ कागजपत्रहरू चाहिँ सबै अनिवार्य लिएर आएको थिएँ अनि निवेदन मैले त्यही साइडमा बसेर त्यहाँको अगाडिको हेल्पमा 3 तलको उद्देश्य शाखाको हेल्पमा बसेर निवेदनहरू लेखेँ लेखेर नि बुझाउँ नबुझाउँ अनि गरेँ त्यो बाहिर गएर सोधिदिनु दर्ता नम्बर पाइन्छ पाइँदैन भनेर त्यहाँ सोधेँ अनि सोधिसकेपछि लाग्नु अब दर्ता नम्बर केबाट पाइने रहेछ एप्लाई गरिदिने अब दर्ता नम्बर पाइन्छ भनेर मैले त्यहीँ निवेदन दिइसकेपछि दर्ता नम्बर तपाईँको नम्बर पछि आउँछ नम्बर लेख्नुहोस् पछाडि तपाईँको हेडमा अनि पछि आउँछ भन्नुभयो अनि सबै लेख्दै ती खुट्टा खाल्दै हिँड्ने गर्ने कुरा भयो त्यसपछि मैले दर्ता नम्बरकै लागि फोकस गर्न भित्र बसेँ त्यहाँभित्र पनि निवेदन तलको निवेदनमा पहिला तलको निवेदनमा चाहिँ हुन भन्नुभयो भित्र सरले त्यहाँ एकजना महिला कर्मचारी ड्रेस लानु भएको थियो उहाँले पनि त्यो सरकार हुँदैन भन्नुभयो तलको निवेदनको अनि त्यसपछि निवेदनको सरकार हुँदैन भने चाहिँ दर्ता नम्बर नपाइनेछ भन्ने सोच भइसकेपछि म अर्को त्यो अधिकृत क्यामली सरसँगको उतापट्टि गएँ सर यो निवेदन अनुसार हामीले दर्ता नम्बर दिनुपर्छ भने आधिकारिक त केही नम्बर पुष्टि गराइदिनु पऱ्यो भने मैले उहाँले पनि त्यो निवेदन नम्बर दर्ता नम्बर लिनुपर्छ भन्ने कुरा चाहिँ आनाकानी गर्नु त्यो भनेर कुरा गर्नु अहिले फेरि मलाई के गर्नु भने बुद्ध सरसँग गर्नु भनेर भ्याइदिनु भयो बुद्ध सरले पनि तपाईँहरू यो अलमोस्ट भइसकेको छ अब यो समस्याग्रस्त भइसकेपछि गर्नु दर्ता नम्बर छैन हुँदैन यहाँ भन्ने कुरा गर्नुभयो त्यसपछि म झन् मलाई अलिक म हुँदै आएँ अनि अलिक मलाई तनाव हुँदै आयो निवेदन दर्ता गरिसकेपछि दर्ता नम्बर हुनुपर्छ मलाई जिम्मेवारी यो त मेरो अधिकार कुरा म पीडित हो भनिसकेपछि मैले सडक तल झरेँ तल झरिसकेपछि धेरैजना सहकारी पीडित हुनुहुन्थ्यो एकजना सहकारी पीडित चाहिँ त्यो यताउता घुम्दै हुनु रहेछ अनि घुम्नु मैले उहाँ सरसँग मैले सोधपुछ गरेँ सरसँग टिकेट सन्त सरसँग अनि सोधपुछ गर्दाखेरि तपाईँ युट्युबर हो मैले भन्नुभयो म युट्युबर होइन म एउटा पीडितको मान्छे हो तर सर यहाँ दर्ता नम्बर पाइँदो रहेछ तपाईँले पनि माथिबाट यहाँको निवेदन त आधिकारिक रहेछ सर तपाईँ कसरी बस्नुभयो यहाँ के बस्नु भने मैले उहाँलाई त्यतिखेरै एक्सप्रेस गरेँ त्यसपछि त्यो साथीको महासङ्घको लेटर गरेको एउटा चिजमा लेखेको देखेर हतार यो महासङ्घको हो भने पहिला त्यसो भने पहिले यो 78-79-80का बिचौला चाहिँ छिरिसकेका छन् भन्ने म पुरै भयो म पुरै भइसकिसकेपछि म अब चाहिँ महासङ्घ समूह सदस्य कोही पनि चिन्दिनँ मैले पहिला 79-80मा यस्तै 200, 500, 1500, 2500, 100 र 5500सम्म उठाउने हामी पीडितको उद्धार गर्ने अनि तपाईँहरूका गुनासारलाई माथि सङ्घ संस्थासम्म लगेर सुनाइदिने भनेर हामीसँग यहाँ 2 जना न्यु रोड स्थित अभिमत पटक सरकारी संस्थाको 3 तलामा 2 जना महिलाले त्यो कुरो गर्नुभएको कुरा मैले त्यही कुरा एक्सप्रेस गरेँ हातिहार अनि आइसकेपछि सर गरिसकेपछि सरकारसँगले चौता ग्यावली सर त्यही पूर्वपट्टिको सरसँग त्यो कुरा गरेपछि तपाईँ माथि जानुहोस् भनिसकिसकेपछि उहाँहरूले चाहिँ त्यो तलको निवेदनको बारेमा केही पनि गर्नु भने तपाईँ माथि इडी सरमा जानु भन्नुभयो त्यसपछि सरकारी पीडितमा नि अब त्यो भनिसकेपछि अब रिस उठ्दै आयो होला सरकारी पीडितको चिन्ह अब सरकारी पीडितको पछि म पनि दौडेँ अनि
सब हामी त्यहाँ आएपछि त्यो पिएले हामी यता हेरिएन पहिला सरको जानुभयो त दुर्ग उठेर तपाईँ के उसको लागि जानुभयो हामी जनगुनासोको लागि जानुभयो अनि उहाँले भित्र हेर्नुभएपछि उहाँ सर एकजना सर यतापट्टि बस्नु भएको थियो अनि हामी दुईजना अनुरोध दिनुभयो अनि हामीले भन्यो सर हाम्रो जनगुनासो यस्तो जनगुनासो नराम्रो भन्छ भने बित्तिकै उहाँले मोबाइल खुट्टा निकाल्नुभयो उहाँको सहकारी पीडितले चाहिँ त्यो सन्तोष सरले लेखेको त्यो पेपरमा लेख्नु भएको छ अनि त्यो उहाँले फोटो खिच्नुभयो उहाँले अनि फोटो खिचाएपछि मोबाइल राख्नुभयो अनि उहाँले आफ्नो गुनासोहरू भन्दै जानुभयो त्यो गुनासो भन्दै उहाँले सुन्नु भएको छ गुनासो भन्दै जानुपर्छ मेरो पनि गुनासो छ दर्ता म निवेदक दर्ता गर्न आएको मान्छे दर्ता नम्बर पाइने तपाईँले झुलाउनु भन्दैछु अनि भन्दै उहाँ अर्को पीडकले पनि भन्नुभयो भिडियो गर्नुभयो भिडियो कतै काहीँ गर्नुभयो है यो हाम्रो तपाईँको गुनासोको मसँग मात्रै हुन्छ काहीँ रहँदैन भन्नुभयो त्यो ठिकै छ हामी गुनासो गर्न आउने मान्छे के समस्या हो र हाम्रो उहाँले भनिदिनु भएको छ हामीले गुनासो पोख्ने हो त्यही गुनासो अब कार्यवाही गर्नु जस्तो मान्छे उहाँले हाम्रो सुनिदिनुहुन्छ भन्ने नियतले हामी यहाँ छिरेका थियौँ अनि उहाँको कर्मचारी एक निवेदन तलको थाहा छैन भनेको उहाँ पन्सिनु भयो मलाई त त्यसपछि के भयो भने तल बिचौलिया मान्छे चाहिँ यहाँले परिचालन गरेर तल हुँदो रहेछ मलाई अरूभन्दा पनि तल हेल्प डेस्कमा बस्ने मान्छेको परिचय दिनुभयो यदि भएको के हो त्यो कुरा तपाईँ त्यो नेताहरूले बोल्ने कुरा तपाईँले बोल्ने तपाईँ अस्ति पछि आउनु भिडियो हेरेको छु होइन म आफै आएको छु भिडियो हेरेको छु तपाईँले के भएको त्यो मात्र भन्नु लिएको पैसा लिएको छ भने त्यो कहाँको त्यसको कुनै पनि पैसा यो अभिमत पत्र सरकारी संस्थाको महासङ्घले मेरो पैसा पनि दिएछ मैले दिएको पनि छैन र महासङ्घ भनेर मलाई महासङ्घ कुनै पनि सदस्यहरूसँग मलाई थाहा छैन मलाई थाहा कहाँ भयो जबसम्म मैले यहाँ निवेदनको दर्ता हुँदैन दर्ता नभएपछि उहाँ गोकुल ढुकेर सन्तोष कर्मचारी निवेदन दिएको उहाँको सरलाई निवेदन दिएको दर्ता हुँदैन भन्ने कुरा बुझिसकेपछि त मैले परिचालित सङ्घको त पुग्नु पऱ्यो नि त अनि नभइसकिसकेपछि त्यो कुरा त मलाई यो देखाइदिएको थियो भने मैले त उहाँसँग उक्त गरिदिन्थेँ नि त भन्ने कुरा चाहिँ मेरो त्यो दिन मैले निवेदन दिएँ दर्ता नम्बर पनि पाइनँ दर्ता नम्बर भन्न पनि आएँ सरसँग दर्ता नम्बर पनि पाइनँ निवेदन तलब दिएको के अरे ऊ पनि पाइनँ उहाँ सर आधिकारिक हो भनेको नि प्रश्न पाइनँ त्यहाँबाट भिडियो उहाँ स्वयं आफैले हामीलाई यहाँ माथि गुनासो पोख्न आउँदा उहाँ सरले भिडियो आफै स्वयं खिच्नु भएर स्वयं खिचेर हामीले भिडियो खिच्नु बित्तिकै यो भिडियो काहीँ केही कतै हुन्छ भने मसँग मात्रै सुरक्षित हुन्छ अरूसँग पैसा हुँदैन भन्नुभयो अनि हामी कार्यालय पत्नी जस्तो मान्छेकोमा आएर आफ्नो गुनासो सुनाउँदाखेरि के फरक पर्छ भनेर हामी बोलेर आउँछौँ अरू गरेर केही पनि बोलेको होइन अनि हाम्रा गुनासोहरूको सुनवाई तलबाट तल मुनिका कर्मचारीहरू छ उहाँसँग डाउट लागिहाल्यो अनि तलका कर्मचारीहरूबाट उहाँको निवेदन दिनुहुन्थ्यो त्यहाँ पनि डाउट लाग्यो उहाँले पुष्टि गरिदिनुहोस् भन्दाखेरि समेत उहाँले पुष्टि गर्न यत्रो कागज छ पुष्टि गर्ने यो के हो भनिदिनु भएको भए मेरो मुखमा बुझेर आउँथ्यो यो समस्या मलाई क्लियर भयो अब मैले उहाँले जस्तो यही कारण त्यहाँ हेर भन्ने भयो अहिले